पोखरेबुङ कञ्चनजङ्घा सगरमाथाको काखमा उदयमान भएर बसेको एउटा सानो बजार। सुकिया खण्ड अनि दार्जिलिङ जिल्लामा पर्ने यो एउटा बजार। जुन तारा नसके नि फुल दिउँला, जुनीभरि हात समयसँगै हिँडुला, रिसाउँदा फकाएर सिरैमा मखमली फुल नि स्युरिदिउँला, बगिरहने सङ्लो खोला जस्तो बदलिने छैन कहिले माया मेरो, स्पर्श तिम्रो 9वटा चाय बगान अनि 3वटा वन बस्तीले घेरेको यो हाम्रो सानो बजार ऐतिहासिक कथा समेटेर एउटा पुरानो बजार अहिले आफ्नै कथा अनि आफ्नै व्यथामा डुबिरहेका छ। मिरिक भन्दा पनि पुरानो बजार मानिने, पहिला जहाँ बसेको त्यहाँ बसेका भए र पनि भने अहिले हप्तैपछि आइतबारे बजार लागिन्छ, सजिन्छ, तर पहिला भन्दा धेरै 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 कम चमकसित। तीन ताक कसरी पछाडिए बजार त्यो आफ्नै कथा अनि व्यथासँग लुकिएको छ र पनि नयाँ आशा साँच्दै एउटा सामूहिक योगदान अनि पूर्ण रूपको क्षमता भएको प्रशासनिक मद्दत पाए अझै फिर्न चाहन्छन् यहाँका बासिन्दाहरू त्यही पुरानो रौनक भएको चमक भएको पोखरेबुङ बजारमा।